यति जति गहुँको आँटा मैले लिएँ अनि त्यसमा चिनी मिसाउनु होला। चिनी मिसाएर म चाहिँ चिनीवाला रोटी बनाउन गइरहेछु। पानी हालेर यसलाई मिक्स गर्ने मजाले। धेरै पानी पनि नहाल्नु, ठिक्कको हालेर एकछिन 10 मिनटको लागि जति छोप्ने। छोपेर राखेँ मैले। फेरि हेर्नु त 10 मिनट छोपेर राखिसक्यो, यतिको भइसक्यो। चिनी पनि पग्लेर भइहाल्छ। अब तेल मैले हालेँ। तातो भइसकेपछि मैले पिठोबाट अलिकति हालेर हातले फैलाउनु वा तिमीले डाडुले पनि फैलाउँदा भइहाल्थ्यो। म दुवै तरिकाले हेराउँछु। यसरी हातले पनि फैलाएर बनाउन सकिन्छ। अनि त्यसबाट माथिबाट तेल अब हाल्दिने। छिटो खाजाको रूपमा हजुर छिटो बनाऊ। खाजाको रूपमा छिटो नै बनाउन सकिन्छ। अन्त हाम्रो कति छिटो खाजा रेडी भइसक्यो। अब अर्को त्यो डाडुले पनि बनाउन मिल्छ। यसरी डाडुसँग मिलाउने अनि त्यसरी नै माथिबाट तेल राखेर पकाउने। हेर्नु हाम्रो बच्चाको